नमस्ते सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा हजुरहरूलाई। आज हामी ड्युटीको टाइममा छौँ। ड्युटीको टाइमबाट चाहिँ भिडियो बनाउने अवसर मिलेको छ। यहाँ चाहिँ सबैले आफ्नो आफ्नो काम गर्दैछ, आफ्नो आफ्नो कम्पनीको आफ्नो आफ्नो काम गर्दैछ। हामी चाहिँ टक्कसँगले काम सकाएर यहाँनिर भिडियो बनाइराखेको छु। अब यहाँ परतिर चाहिँ समुद्र छ। आम्मामा कति लामो पुल पर पनि छ, यता पनि छ। यो चाहिँ कुवेतको सबैभन्दा ठुलो लामो पुल है। म एकछिनपछि म समुद्र पनि देखाउने छु। हाम्रो साथीले चाहिँ श्रीमतीलाई भिडियो गर्दै समुद्र देखाउँदैछ है। कति ठुलो रहेछ आम्मामा। सबैजना चाहिँ यो हेर्नलाई आउँछ पैसा तिरेर, ट्याक्सीमा पैसा तिरी यो समुद्रहरू हेर्न आउँछ। हामी चाहिँ ड्युटीकै टाइमबाट चाहिँ यसो भिडियो बनाउँदैछ। हामी चाहिँ पैसा पनि परेन है, कम्पनीकै गाडी हो। काम गर्दा गर्दै भिडियो बनाएको छु। यहाँ पर चाहिँ ऊ राखेको रहेछ, के भन्छ हौ त्यसलाई, डुङ्गा जस्तो राखेको रहेछ है। कति लामो आम्मामा। तर यो त समुद्रको सानो छालहरू मात्रै होला नि, के भन्छ हाम्रो गाउँघरतिर धाप, पानी धाप। हेर्दा पनि कस्तो रमाइलो। अहिले गर्मीको टाइम छ, तर यहाँ समुद्रको छेउमा हुँदाखेरि चाहिँ एसी पनि नचाहिँदो रहेछ क्या। त्यत्तिकै हामी चाहिँ हेलमेट नलाइकन चिसा हावा पनि चलिराखेको छ। एउटा पुल हो, पर पनि छ एउटा पुल। छ माछा खै ऊ रहेछ त। अरे आम्मा फाल हान्दैछ त यार माछाले। त्यो रहेछ के भन्छ रे, त्यो पातलो पातलो माछा। जाल हान्दा त लास्टै पर्दो रहेछ नि। अलि परतिर छोड्नु त, मैले भिडियो बनाउँदैछु। यार एकचोटि हान्ने जाल हान्यो भने त पर्दो रहेछ अरे होइन। यो चाहिँ हामी काम गर्ने ठाउँको पुल है। सुबिया पुल त अझै लामो छ, 24 किलोमिटर लामो छ अरे। ड्राइभरलाई सोधेको, त्यसो भन्दै हुनुहुन्थ्यो। यहाँ चाहिँ हाम्रो भाडामा दिएको छ कम्पनीको क्रेन, उनीहरूले चाहिँ काम गरिराखेको छ। हामी चाहिँ आफ्नै काम गरेर सकेर चाहिँ अनि भिडियो बनाएको है।